हेलो साथीहरू, हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ धेरै पछाडि मैले एउटा भिडियो लिएर आएको छु जसमा हामी प्यारी आमाहरूलाई लिएर मछे गाउँको मेला जाँदैछौँ। हामी चाहिँ हिँड्दैछौँ। रङ्गी-चङ्गी कपडाहरू, खेलौना, भाँडाकुँडा आदि सबै राखिएको थियो। मन्दिर जाँदा कपाल जिङरिङ गरेर गएको कारणले एउटा काँटा किनेर लगाउने विचार गरेँ। ल लगाए हिँडे। ल अब चाहिँ मेरो हजुरले उहाँ भिडियो खिच्दै हुनुहुन्छ हामी सबैजनाको। उहाँको चस्मा चाहिँ कति राम्रो रहेछ। यहाँ चाहिँ पुरै सबै यो अगाडिको लाइन हो। डोरीलाई यस्तो यस्तो सर्प जस्तो गरेर 16वटा लाइन बनाएको थियो। हामी लाइन बस्यौँ, करिब हामी 1.5-2 घन्टा लाइन बस्यौँ। त्यहाँ चाहिँ पालो मिच्ने गर्ने एकदम भइरहेको थियो। मान्छेहरू चाहिँ छिर्ने जाने गरिरहेको थिए र आज त हामीले फोटो भिडियो खिचेको छैन भनेर हामीले भिडियो खिच्न लाग्यौँ र मैले एङ्गल मिलेन म गर्छु भनेर मैले आफैले भिडियो गर्न लगाएँ। अत्याधिक घाम चर्केको जस्तो भएको थियो एकैछिन गर्मीले गर्दा र मम्मी चाहिँ पूजाको सामान लिएर बसिरहनु भएको छ र मेरो मम्मी र आन्टी। हेलो आन्टी। आन्टी चाहिँ उताबाट आउनुभयो, हामी यताबाट गयौँ अनि दुईजना भेट भएर मन्दिर गयौँ। ल अब चाहिँ लाइन बसौँ है त एकैछिन। अब हेर्नु यहाँको दृश्य। मन्दिर दर्शन गरेर हामी आरती गर्नतर्फ लाग्यौँ।
अनि मलाई जस्तो मेलामा गएपछि चाहिँ एउटा चिज ल्याउन कसलाई मनपर्छ, मलाई चाहिँ यसरी काठले बनाएको चिजहरू ल्याउन चाहिँ एकदमै मनपर्छ। लास्ट टाइम सालनदीको मेलामा मैले त्यो मृगवाला लिएको थिएँ र अहिले चाहिँ मैले यो धुप बाल्नेवाला लिएको छु। सानो कस्तो क्युट लागेर लिएको र मलाई यसको आवश्यकता पनि थियो। र हामी चाहिँ मेला घुमेर अब दिदीको घर जान लाग्यौँ। त्यहाँबाट चाहिँ हाम्रो दिदीको घर नजिकै थियो र फलफुल सलफुल किन्यौँ। ल म चाहिँ खरबुजा कतिमा भन्दैछु। खरबुजा चाहिँ त्यो एरियामै राम्रो नरहेछ, त्यही भएर हामीले खरबुजा लिएर गएनौँ। मम्मीहरू चाहिँ भोक लागेर मकै खाँदै हुनुहुन्छ। र हामी त हिँड्दैछौँ। हामी चाहिँ बाटो बिर्सेर अन्त्य बाटो पुगेछौँ। आउँदै आउँदैन त, जति हिँडे नि आउँदैन, किन आएन भनेको त अर्कै बाटोबाट गएछौँ। दिदीको घरमा भेटेर घर पनि फर्केँ। म चाहिँ गलेर ध्वस्त भइसकेको थिएँ। मम्मीहरू चाहिँ अनुहार उज्यालै छ है। मम्मीहरूको चाहिँ म चाहिँ थकित भएँ। दुईजना आमाहरूको बिचमा बसेर तीर्थयात्रा गर्न पाउनेमा कति भाग्यमानी। ल अब चाहिँ हामी घर गयौँ। ल यस्तै भिडियोको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। अब चाहिँ मेरो भिडियो हप्ताको एकचोटि आउँछ। यदि हजुरले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु, मेरो भिडियोमा लाइक र कमेन्ट पनि गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। बाई बाई, सी यू इन नेक्स्ट भिडियो।